एउटा फेरि सुनाउन आँट्दैछु। त्यो चाहिँ तिमीहरूलाई नेपाल टेलिकमको एउटा चाहिँ सेवा हुन्छ। त्यो सेवा चाहिँ विवाह सेवा भन्ने हुन्छ। अनि एकजना मान्छेले चाहिँ यताबाट फोन गरेछ अरे क्या, फोन डायल गरेर अब हामी कहिलेकाहीँ फोन गर्छौँ नि, फोन गर्दाखेरि तपाईँले डायल गर्नुभएको नम्बर व्यस्त छ भन्छ, तपाईँ रिचार्ज गर्नुहोस् भन्छ नि। अनि यो फोन सेवा चाहिँ विवाह सेवाको थियो अरे। अनि एकजना मान्छेले फोन गरेछ अरे, यताबाट फोन गरेछ। अनि नेपाल टेलिकमको मान्छेले फोन उठाएछ, ट्रिङ 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 गरेर घन्टी बजेछ अरे। उताबाट हेलो, नेपाल टेलिकमको विवाह सेवामा यहाँलाई स्वागत छ, स्वयंवरको लागि एक थिच्नुहोस् भनेर यसरी भन्दै गएछ अरे। विवाहको लागि 2 थिच्नुहोस् भनेछ अरे। अनि त्यसपछि यताबाट अर्को मान्छेले भनेछ अरे, दोस्रो विवाहको लागि चाहिँ के थिच्नु नि भनेर भनेछ अरे त्यो मान्छेले। अनि टेलिकमको मान्छेले के भनेछ अरे भने, दोस्रो विवाहको लागि श्रीमतीको घाँटी थिच्नुहोस् भनेछ।